साथीहरु मान्छे कति धेरै निर्दय र निष्ठुरी हुन्छ भन्ने कुरा भूपेन्द्रले आफ्नो भाउजूलाई हेरेर सिकिसकेका छन्। हुन त भाउजूले गरेको व्यवहार सम्झिँदा आफूले पनि विगतमा भुन्टीलाई गरेका व्यवहारहरू यस्तै थिए। भूपेन्द्रले अहिले भुन्टीलाई माया त गर्छन् तर सबै कुरा बोल्न पाएका छैनन्। भूपेन्द्रले भुन्टीलाई लगाएको आरोपहरू कुनै सामान्य थिएनन् तर भुन्टीले ती सारा कुराहरू बिर्सदै आफ्नो श्रीमानको हेरविचार गर्दै पुनर्जीवन्दगी दिएर त्यो ठाउँसम्म ल्याइ पुर्याउँदा भुन्टीलाई निकै समस्या भने भएको थियो र भुन्टी अहिले आफ्नो श्रीमानलाई जसोतसो जोगाउँछु भन्दै हिँडिरहेकी थिइन्। तर हस्पिटलमा आएकी त्यो केटीको कारण भुन्टीको मनमा डर त्रास भने पक्कै पनि छ। यही केटीको कारण मलाई घरबाट निकालेको रहेछ र मसँग पो सम्बन्ध बिगारेको रहेछ, नत्र योभन्दा अगाडि पनि भूपेन्द्रले यस्तो धेरै पटक गरिसकेका थिए। तर त्यो सारा कुरा सम्झिँदै अब भुन्टीले आफ्नो श्रीमानलाई कहाँ लिएर जाने र कहाँ राख्ने भन्ने कुरामा एकदमै आत्तिरहेकी छिन्। र यता भूपेन्द्रकी भाउजूले पनि देवर बाबुलाई र घरबाट निकालिसकेकी छिन् र सहर आएका सासू र नन्दलाई पनि फर्काइसकेकी छिन् र नन्दको बिहे भने अब क्यान्सल हुने सम्भावना पनि छ। र यति बेला भूपेन्द्रले भने धेरै दुःख पाएका छन्। हो साथीहरु, तपाईँ यति बेला भूपेन्द्रलाई माया गर्नुहुन्छ कि किन? प्लिज कमेन्ट गर्न भने पक्कै पनि नबिर्सनुहोला। र ठुलदाइले भने सबैतिर मिलाउने कोसिस गरिरहेका छन् तर ठुली भाउजूले भने एकदमै न्यू खोजिरहेकी छिन्। पृथ्वी गोलो छ, एक दिन सबैको पालो आउँछ भने चाहिँ यति बेला भूपेन्द्रले भुन्टीलाई गरेका सारा व्यवहार भने भूपेन्द्रको भाउजूले भूपेन्द्रलाई गरिरहेकी छिन्। साथीहरु, अब आउने एपिसोडमा भने भाउजूले भूपेन्द्रलाई र भुन्टीलाई घरमा बस्न दिँदैनन्। उनले कि त म र मेरो छोरा यो घरबाट जान्छौँ कि त यो भूपेन्द्र र भुन्टीलाई घरबाट निकाल्छु भन्ने छिन्। तर ठुलो दाइले सबैतिर मिलाउने कोसिस गरिरहेका छन्। साथीहरु, ठुलो दाइको यो व्यवहार कसलाई मन पर्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनुहोला। र भुन्टी सिरियल हजुरहरूलाई एकदमै धेरै मन पर्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरी कमेन्टमा भुन्टी लेख्न भने नबिर्सनुहोला। त्यस्तै हाम्रो यस च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब भने गरिदिनु होला। र अब यसपछि सिरियलमा के कस्तो धमाकेदार हुँदैछ जान्न मन लागे आजको भुन्टी सिरियलको नयाँ एपिसोड हेर्न भने पक्कै पनि नबिर्सनुहोला। अहिलेलाई भने बिदा दिनुहोस्, फेरि पनि यस्तै रिभ्यू भिडियो लिएर आउने नै छौँ। हवस् त, धन्यवाद।